हाई एभ्रिवान, म चाहिँ अब यो प्लास्टिकमा चाहिँ यो माटो लगाउनु आँटेको। आमाले चाहिँ यो प्लास्टिकमा भरेर राख्नु भन्नुभएको छ नि त। अन्त बाबाले चाहिँ यहाँले चाहिँ यो माटो खनिदिइराख्नु भएको छ हो, निकालिदिइराख्नु भएको छ। अब यो माटो चाहिँ यो पटमा ल्याएर राख्नुपर्छ। अन्त बाबाले रोप्नु भएको खोर्सानी, यो चाहिँ किराले पात खाएछ। अन्त यहाँ चाहिँ पुरानो बोट छ, यो पुरानो बोटमा नि फल्दैछ फल्नु चाहिँ डल्ले खोर्सानी। यो चाहिँ लाम्चे खोर्सानी, यो पनि फल्दैछ। अन्त यहाँ चाहिँ सब पुदिना नि मजाले आएको छ। यसको चाहिँ अचार दामी हुन्छ। यहाँ दी खोर्सानी रोप्नु भएको छ बाबाले, यो चाहिँ सबै बाबाले रोप्नु भएको। तर यो चाहिँ दुङदुङेको पनि अचार खानु राम्रो हुन्छ। यहाँ चाहिँ छ टमाटर, यहाँ चाहिँ छ त्रिशुल, यो चाहिँ त्रिशुल जस्तो छ। यो चाहिँ हो तिते बीको चाहिँ बोट पुरा थियो यहाँनिर, तर सबै मसाउनु भयो नि त हाम्रो चाहिँ। अन्त यहाँ काँक्राको चाहिँ फुल लाग्दैछ अलिअलि। अब काँक्रा चाहिँ गरममा खानु मजा आउँछ। अन्त यहाँ चाहिँ छ टमाटरै, यो सानो खालको टमाटर हो। तर यो सबै बाबाले रोप्नुहुन्छ हाम्रो चाहिँ। अन्त अरू छ फलेको। अस्ति त पुरा ड्याममै थियो, अब त सक्यो, अलिअलि मात्रै रहेको छ। तर अब त एक मिठो पनि हुनु छोडेछ यो आरू छ त। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ रोज, यो रोज चाहिँ दामी फुलेको छ।